हेलो गुड मर्निङ सबैजनालाई। र आज चाहिँ नेपाल भर्सेस जापानको म्याच हुँदैछ। एकदम एक्साइटेड छौँ सबैजना है। विशेष गरेर साँझको 4:15बाट यो म्याच सुरु हुँदैछ। सबैजनाले हेर्नुहोला, एकदमै रोमाञ्चक म्याच छ। जापानलाई जति पनि नेपालीहरू जति पनि खेलाडीहरूले सानो सोच्नु भएको छ, नसोच्नु होला कृपया, किनभने जापान चाहिँ सानो टिम चाहिँ होइन भन्ने कुरा चाहिँ उसले प्रमाणित गरिसकेको छ। हिजो भएको जापान भर्सेस कुवेटको म्याचमा जुन चाहिँ वर्ल्ड कप खेल्ने एउटा दावेदार मानिएको कुवेटलाई जापानले सजिलैसँग हराइसकेको छ। अस्ति पनि हामीलाई अस्तिको म्याचमा जापान र अस्ति चाहिँ कुवेट र नेपालको म्याचमा जुन नेपाललाई एकचोटि हम्मे पारेको थियो कुवेटले, जुन कुवेटलाई नेपालले जित्न गाह्रो परेको थियो, जसलाई जापानले सजिलैसँग 19.3 ओभरमा पराजित गरिरहेको छ। हुन त क्याप्टेन साथै हाम्रो राष्ट्रिय कोच रहेका छन् स्टोरलले, उहाँले भनिसक्नु भएको छ हामीले कुनै पनि टिमलाई सानो सोच्नु हुँदैन, किन भन्दाखेरि सबै टिमहरू चाहिँ जित्नको लागि आएका छन् र उनीहरूले जित देखाउन चाहन्छन्, खेल देखाउन चाहन्छन्। त्यसै गरी नै अचम्मै भइसकेको छ हिजोको म्याचमा जापानले जुन सोध्दै नसोचेको कुरा, जापानले चाहिँ कुवेटलाई चाहिँ हराएको छ र कुवेट चाहिँ तपाईँको चाहिँ वर्ल्ड कप क्वालिफायरदेखि चाहिँ बाहर भइसकेको छ। र अग्रिम शुभकामना भन्दा पनि शुभकामना पनि दिन चाहन्छु जापान साथै नेपाल चाहिँ दुईटै सुपर 6 मा प्रवेश गरिसकेको छ। र आजको म्याचमा विशेषतः हामीले हेर्नुपर्दा नेपालको स्ट्रङ त नेपाल सधैँभरि नै स्ट्रङ छ, विशेषतः वर्ल्ड कप खेल्ने हैन, एकदम दावेदारको रूपमा अहिले नेपाल नम्बर 1 मै छ भन्छु मैले। मेरो विचारमा चाहिँ नेपाल नम्बर 1 मै छ। नेपालले जित्न त सजिलो त छैन, तर पनि जापानले आफ्नो 100% दिनेछ। उसले चाहिँ जित्नको लागि चाहिँ 100% दिनेछ। त्यही कारणले गर्दा नेपालले चाहिँ जापानलाई सानो सोच्नु भएन र नेपालले चाहिँ 100% दिनुपर्ने हुन्छ। र आजको खेल एकदमै रोमाञ्चक छ, सबैजना हेर्नुहोला। यो चाहिँ अब विशेष गरेर जुन खेलाडीहरू चाहिँ फर्ममा छैनन्, विशेष गरेर अस्तिको खेलमा चाहिँ कुशल मल्ल हैन, जुन उहाँ चाहिँ अलिकति फर्ममा देखिनुहुन्थेन, त्यसै गरी आसिफ शेखहरू पनि अलिकति फर्ममा हुनुहुन्न, जुन प्लेयरहरू फर्ममा हुनुहुन्न उहाँहरूलाई चाहिँ रिप्लेस गर्न पनि सकिन्छ। आदिल आलम हाम्रो ब्याकबोन हुँदै हुनुहुन्छ। त्यसै गरी अलिकति सन्दीप जोराको मलाई लागेको सन्दीप जोरा पनि पछिल्लो अर्डरमा हैन, उहाँलाई चाहिँ पछिल्लो अर्डरमा ल्याइराखेको छ। उहाँलाई चाहिँ फर्स्ट डाउन अथवा 2 डाउनमा चाहिँ उहाँलाई चाहिँ सन्दीप जोरालाई पठाउनु पर्छ र बरु कुशल मल्ललाई चाहिँ, यदि कुशल मल्ललाई टिममा राख्ने हो भने चाहिँ अलि पछाडिको लोअर अर्डरमा चाहिँ उहाँलाई ल्याउन राम्रो हुन्छ, किनभने उहाँले चाहिँ अलिकति हिटिङ गर्न सक्ने, तर चाहिँ अब माइन्ड गेम चाहिँ अलिकति खेले जस्तो मलाई लाग्दैन। त्यही भएर उहाँलाई चाहिँ अलि पछि